बाहिर बसेको, आफ्नो देश पनि आफ्नो देश बस्नु पाएको छैन, अरूको देशमै दुःख गर्दैछ बिचरा, के गर्नु, यस्तै हो होइन। ऊ चाहिँ फिलिपिन्स हो, फिलिपिनको हो होइन। उसको घर चाहिँ फिलिपिनमा हो। उसको बहिनी पनि छ यहाँ, अस्ति भर्खर आउनुभएको। बहिनी आउनुभएको चाहिँ 1 महिना 2 महिना जति भयो होला। हाउ मेनी मन्थ्स योर सिस्टर कम हियर? March. Almost 4. 4 months. 4 महिना भइसकेको रहेछ। हेरौँ है त यो केक कस्तो हुँदो रहेछ आज मेरो। बर्थडेको लागि बनाउनु March 25. अहिले रेडी भएर पनि देखाउँछु है म। यो चाहिँ क्रिम बनाउनु पऱ्यो होइन, अब केकको माथि डेकोरेट गर्नुको लागि। यो चाहिँ पाउडर हो, यसलाई चाहिँ म अब दुधसँग मिक्स गरेर यो गर्छु। 1 प्याकेट पाक्नै सकेन। कस्तो रहेछ हौ प्लास्टिक, यो पनि पाक्नै नसक्ने यार। मिक्सरमा मिक्स गर्छु म यसलाई चाहिँ। 2टा प्याकेट आउँदो रहेछ यसमा। 1 प्याकेट यो 150 मिलिलिटर। कति भयो? कहाँ छ खोइ? क्रिम पनि कस्तो नराम्रो भयो यार, मेसिनै राम्रो छैन कि यो ठाउँमा, हजुरआमा घरमा। मन त रिस पो उठ्यो। कस्तो भयो हेर्नु न, राम्रो हुनुपर्ने क्रिम यस्तो भयो मेरो अघिको पिठो होइन। यसलाई चाहिँ अब पल्टाउँछु। पल्टाएर क्रिम लगाएर फ्रिजमा राख्छु। I got it. अब यसलाई चाहिँ अघि न मैले बनाएको यो क्रिम हाल्छु होइन। क्रिम यो चाहिँ अघि न मैले मिक्स गरेको थिएँ, अप्लाई गर्छु। अब यसलाई चाहिँ मजाले अप्लाई गर्छु एभ्रिवेयर, सबै ठाउँतिर। Too much dry. Yeah. अब यसलाई चाहिँ रोल गर्छु म। अब यसलाई चाहिँ यस्तो भयो होइन, रोल गर्छु म। किती हो है? यस्तो भयो है मेरो केक। अब यसलाई चाहिँ स्ट्रेच फिन गरेर फ्रिजमा राख्छु म 2-3 घन्टासम्म, अनि त्यस पछाडि देखाउँछु म फेरि। फाइनली मैले केकमा चाहिँ क्रिम लाउँदैछु गाइस होइन। माथिबाट यो चाहिँ क्रिम भइहाल्यो।
यो चाहिँ क्रिम भइहाल्यो होइन अघि नै मैले बनाइराखेको यसलाई चाहिँ मजाले अप्लाई गर्नु पर्यो अप्लाई गर्दैछु दामी भयो यार केक खतरा भयो तर केक पसलमा चाहिँ अब गोलो बनाउँछ नि त मैले चाहिँ गोलो होइन लाम्चो खालको बनाएको क्या आफैले उयो गरेर अब गोलो खालको घुमाउनको लागि उयो छैन नि त हाम्रो यहाँ त्यही भएर मैले चाहिँ लाम्चो खालको यस्तो मिठो हुन्छ यो केक यस्तो भयो है अझै बाँकी छ यतातिर क्रिम लाउनलाई त केक रेडी भयो है गाइस फाइनली तर यो चाहिँ लामो भयो यस्तो बिचमा काटेर सानो बनाए पनि हुन्छ तर एकदमै रेडी भयो तर क्यामेरा कस्तो देख्यो है क्यामेरा कस्तो फोहोर भइरहेको रहेछ हेर्नु त कस्तो भयो मेरो केक अब मैले यसरी ह्याप्पी बर्थडे टु यु भनेर दिनुपर्छ आत्तिएको लागि Happy birthday, happy birthday, happy birthday, Jason. Happy birthday, happy birthday. Birthday girl is gonna cut cake. She wants it first. This one. Ama bana çilek koyun. Çilek. Okay, we will remove. Don't worry. Ayakkabılar da yeni mi ne?